आजभन्दा करिब 3 वर्ष अगाडि एनइए हेड कुलमान घिसिङले सम्पूर्ण जनतासँग यस्तो आग्रह गरेका थिए, जति सक्नुहुन्छ त्यति विद्युत प्रयोग गर्नुहोस्, हामीसँग पर्याप्त विद्युत छ। कुनै समय तिहारकै बेला समेत भारतसम्म निर्यात भएको विद्युत अहिले यसरी फेरि बत्ती गयो। एकैछिन है, एउटा मैनबत्ती बाल्छु। अब लागौँ भिडियोतर्फ। एक समय थियो जब लोड सेडिङ केवल एउटा तितो याद जस्तो भएको थियो, जब हाम्रो देशले अन्धकारलाई बिदाई गरेको थियो। अब लाग्छ त्यो अँध्यारो फेरि फर्कँदैछ। कुलमान घिसिङ, जसले नेपाल विद्युत प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याए। लोड सेडिङ अन्त्य भयो, मानिसहरूमा भरोसा फर्कियो, उज्यालोले देश नै झलमल्ल भएको थियो। तर त्यो योगदानको बदलामा उनले के पाए त? शून्य अङ्क। सरल भाषामा भनौँ, सम्मान होइन, बेइज्जती मात्र भयो। त्यसपछि उनलाई पदबाट नै हटाइयो। त्यसपछि नियुक्ति हुन्छ हितेन्द्रदेव साक्यको। न त जनताको विश्वास, न त अघिल्लो कार्यदक्षता। अनि केही दिनमा भन्न थालिन्छ विद्युत प्राधिकरण घाटामा छ। न त छैन त पैसा, अब के गर्ने, ढाँटेर कति लुकाउने, भएको कुरा यही हो। भारतबाट महँगोमा विद्युत किनेर भए पनि यहाँका माग पुरा गर्नेछौँ। भारतबाट ल्याएर पनि र महँगोमा बिजुली किनेर पनि 10 रुपियाँ भारूमा म्याक्सिमम त्यही हो, त्यतिमा जति पाइन्छ त्यति किन्ने भनेर मैले निर्देशन दिएछु। के यो विश्वास गर्न सकिने कुरा हो? कुनै बेला तिहारको समयमा समेत भारतलाई विद्युत बेच्न सक्ने प्राधिकरण एक्कासी कसरी यस्तो घाटामा डुब्यो, जसलाई आफ्नै देशभित्रको माग धान्न समेत गाह्रो परिरहेको छ। हो, अहिले वर्षातको सिजन छ, हावाहुरी, चट्याङ लगायत आउने केही समस्याहरू सामान्य हुन सक्छ। तर काठमाडौँ लगायत देशका विभिन्न ठुला सहरहरूमा बारम्बार बिजुली जानु यो समस्या होइन, लापरवाही हो। लापरवाही पनि कस्तो भन्ने, कतै बिजुली जान्छ त कतै क्षमताभन्दा बढी बिजुली गएर घरका सबै विद्युतीय सामान नै जल्ने गर्छन्। जेठ 1 मै भएको दर्जना घटना त सबैलाई थाहा नै होला। विद्युतीय पोलमा एकजना काम गरिरहेका व्यक्ति एक्कासी बिना जानकारी बिजुली छोडिँदा सदाका लागि बिदा हुन्छन्। यो केवल बिजुलीको कुरा होइन, भरोसाको कुरा हो, नेतृत्वको कुरा हो। जसले काम गर्यो उसलाई नि पदबाट हटाइयो, जसले सुरुमै घाटाको बहाना दिन थाल्यो उसलाई नै जिम्मा दिइयो। देशमा फेरि उज्यालो हराउँदैछ, तर यसपटक हामीले जान्नै पर्छ आखिर किन।